जाग लम्क चम्का हे नौजवान हो आफ्नै रङ्गले नयाँ ढङ्गले देश श्रृङ्गार गरे जाग लम्क चम्का हे नौजवान हो। नमस्कार दर्शकवृन्द, म महेश चालिसे। आज पनि तपाईहरु सामुन्ने मैले एउटा सानो राजनीतिक विषयवस्तुलाई लिएर भिडियो बनाएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर पनि गर्न नबिर्सिनु होला। आजको भिडियो छ बालेन शाह र रवि लामिछानेको एकता। देख्न सक्नुहुन्छ तपाईहरुले आज बिहानै बालेन शाह र रवि लामिछानेमा सहमति भएको छ। रवि लामिछानेले ठूलो त्याग गर्नुभएको छ। नेपाल आमाको लागि, नेपाललाई समृद्धि बनाउनु पर्छ, नेपाललाई भ्रष्टाचार मुक्ति बनाउनु पर्छ, नेपालमा सुशासन ल्याउनु पर्छ भनेर बालेन शाहसँग सहकार्य गरेर रवि लामिछानेले आज आफ्नो पार्टीमा बालेन शाहलाई भित्राउनु भएको छ। बालेन शाह पनि लौरो त्यागेर घण्टीमा आउनु भएको छ। भनेपछि देशमा अब केही न केही उथलपुथल हुनेवाला छ मित्रहरू, हुनेवाला छ। दर्शकबिन्दहरू, यति डेन्जर उथलपुथल हुनेवाला छ नि कसैले यसको सामना गर्नेवाला छैन। जसरी केपी शर्मा ओली, प्रचण्डे, शेरबहादुर देउवाको पत्लुन गिलो भएको छ। आज बिहानै शेरबहादुर देउवा र केपी शर्मा ओली, प्रचण्डेको मुटुमा 440 भोल्टेजको करेन्ट लागेको छ। भूकम्प गएको छ उनीहरूको मुटुमा। उनीहरू अब बाँच्न सक्ने अवस्थामा छैनन्। उनीहरू कति बेला भाग्ने हो, देश छोडेर जाने हो भन्ने अवस्थामा पुगिसकेका छन्, पुगाउने छन्। हाम्रा यी जल्दा बल्दा नेता, युवा नेता बालेन शाह र रवि लामिछानेले, जसरी रवि लामिछानेको पाटामा एकदम खतरनाक एजुकेटेड नेताहरू हुनुहुन्छ, त्यसै गरी अब बालेन शाह पनि थपिनु भएको छ। उहाँहरूको भिजन, उहाँहरूको टार्गेट भनेको नै भ्रष्टाचार मुक्त सुशासन देशमै रोजगार हो। उहाँहरूका भोलिका दिनहरूमा हामीले जस्तो सोचेका थियौँ, हामी प्रदेशमा रहेर जे सोचिरहेछौँ, जस्तो हामीले चाहेको नेपाल हो त्यस्तै नेपाल बन्नेछ। सुशासन सहितको नेपाल बन्नेछ, भ्रष्टाचार रहित नेपाल बन्नेछ, बलात्कारीलाई फाँसी हुने सजाय पनि बन्नेछ नेपालमा। जब बालेन शाह र रवि लामिछाने एकै ठाउँ भएका छन् नि, अब कसैले देशको प्रगतिलाई रोक्न सक्दैन। जसरी यी भ्रष्टाचारीहरू, घुसखोरीहरू, यी नेताहरूले जसरी आफ्ना बलात्कार गरेका आफ्ना मान्छेहरूलाई जोगाउँथे, अब जोगाउने समय गइसकेको छ। यहाँ आफ्नालाई होइन राम्रालाई जिताउने समय आएको छ। अब घण्टीमय बन्दैछ देश। जसरी रवि लामिछानेले यति ठुलो त्याग गरेका छन्, यति ठुलो त्याग गरेर बालेन शाहलाई आफ्नो पार्टीमा भित्राएका छन् नि, यो सामान्य कुरा होइन। यो देशको लागि गरेको कुरा हो, यो व्यक्तिगत स्वार्थको लागि गरेको कुरा होइन। यदि व्यक्तिगत स्वार्थको लागि हुन्थ्यो भने रवि लामिछानेले बालेन शाहसँग सहकार्य नै गर्ने थिएनन् र बालेन शाहलाई भित्राउने नै थिएनन्। यो हो नेपालको कुरा, आम सर्वसाधारणको कुरा, जेएनजीको कुरा र पुराना भ्रष्टाचारीहरूबाट वाक्क भइसकेर अब हामीले नै केही न केही परिवर्तन ल्याउनु पर्छ है भनेर अगाडि बढिएको कुरा हो। त्यसैले गर्दा राष्ट्रियताको कुरामा बालेन शाह र रवि लामिछाने जति अगाडि छन् नि, त्यहाँ अरू कसैले पनि भेटाउन सक्दैन। अब प्रचण्डे र केपी शर्मा ओली, शेरबहादुर देउवा, आरजु राणाको समय सकिसकेको छ। उनीहरूको अब अन्तिम अवस्थामा पुगिसकेको छ। चुनावमा तपाईँ जनता, हामी युवा, देश तथा विदेशमा रहेका युवाहरूले भरपूर सपोर्ट गर्नुपर्छ घण्टीलाई। घर घरमा फोन गरेर भन्नुपर्छ कि घण्टीमा भोट हाल्नुहोस्, अन्त भोट हाल्ने होइन, अब अन्त भोट हाल्ने समय गइसक्यो भन्नुपर्छ। जसरी हामी प्रदेशमा रहेका, विदेशमा रहेका हामी युवाहरू अब नेपाल टेक्दाखेरि सुशासन सहितको भ्रष्टाचारयुक्त, घुसखोरी युक्त नेपालमा टेक्न पाइयोस्, आफ्नो माटोलाई चुम्न पाइयोस्, आफ्नो माटोमा रमाउन पाइयोस्, केही गरी खाने वातावरण पनि बनोस् हाम्रो नेपालमा। अब बन्छ नै। जसरी आज सहकार्य भएको छ रवि लामिछाने र बालेनको, यो सहकार्यलाई हाम्रो आशा पलाएको छ। अब हामी धेरै विदेशमा बस्नु पर्दैन भन्ने आशा पलाएको छ, भरोसा पलाएको छ। जसले गर्दा म जस्ता 50 लाख युवाहरूको आशा, भरोसा र भरोसाको केन्द्रबिन्दु नै रवि लामिछाने र बालेन शाह नै हुन्। भर्खरको लागि भिडियो यति नै। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो यदि राम्रो लाग्यो भने भिडियोमा लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला। तपाईहरुको लाइक कमेन्ट शेयरले नै मलाई हौसला मिल्नेछ कि यस्तै खालका भिडियोहरू बनाइदिनु हुनेछ भन्ने आशा लागेको छ। तपाईहरुले भिडियो मन पर्यो भने सानो कमेन्ट छोडिदिनु होला र मबाट भएको त्रुटिहरू, मबाट भएका गल्तीहरू पनि तपाईहरुले कमेन्ट सेक्सनमा लेखिदिनु होला। त्यो नै आशा गरेको छु। ल गाइज, अर्को भिडियोमा भेटौँला। अहिलेलाई बाइ बाइ, सी यू, टेक केयर।